हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। यहाँ आप्रा बनाएर देख्नुभएको छ। मैले बाबुको लागि जुस गराइदिन लगाएको, बाबु र नानीको लागि बरफ घरै भएको फलफुलको। पहिला बाबुलाई लस्सी गराइदिँदैछु, म्याङ्गो, बनाना र उसको। अनि यो भुन्टीको लागि के अरे बरफ गराउने यी दुईवटा म्याङ्गो, खजुरको। यो बाबुको लागि जुस तयार भयो, बनाना र उस। अनि नानीको लागि अब बरफ गराइदिँदैछु। हुन त यो अस्ति नैको भिडियो हो, मैले अहिले यहाँ बोलेर रेकर्ड गरेको। धेरै भयो राखौँ न भनेर भलक। अब नानीको लागि यहाँ बनाना र उसको के अरे खजुर हालेर दुध हालेर यहाँ बरफ गराइदिँदैछु। अनि त्यसपछि बाबुको लागि लस्सी भयो। अब नानीको लागि गराइदिन्छु। कस्तो हुन्छ है घरमै गराएको फलफुल। यताउति नानीले आफै गराएर खाँदै नखाने क्या, त्यही भर यता छिनी जुठा भाँडा त्यहाँ खेलाउन दिएर बल्ल खुसी भएर बसेकी छिन्। नभए जे काम पनि आफै गर्नुपर्छ, जे पनि। अनि मैले बनाइदिँदैछु नानीको लागि। पहिला म्याङ्गोको एकदम गर्मी छ है बागलुङमा। भयो तयार भयो म्याङ्गो। कस्तो राम्रो देखिएको, यस्तो महँगो बसेको थियो। अनि यहाँ पलम थिए घरबाट पठाइदिएको। आमाले खाँदै नखाने बाहिरको बोक्रो अमिलो छ भनेर। अनि यो बाहिरको बोक्रा फालेर अनि फेरि यसमा चिनी दुध चिनी चाहिँ हाल्दिनँ, यसैको स्वाद खालिन् भनेर दुध हालेर त्यसैको मात्रै यसको नि बरफ गराइदिँदैछु नानीलाई। कस्तो हुन्छ मन पार्छिन् कि पार्दिनिन्। कस्तो राम्रो देखिएको रेड रातो पलम। पहिला हामीले सानोमा कति खान्थ्यौँ पलम किनेर नि। हो अचारका केटाले खाँदै नखाने। तयार भयो बिचको म्याङ्गोको। यताउति रहेको मैले यता पनि थोरै हालिदिएको। यो बाबुको लागि लस्सी। अनि फेरि यो पलमको हो यो, अनि म्याङ्गोको। अनि त्यस पछाडि यो थोरै रहेको पनि त्यहाँ डिब्बामा राख्थेँ मैले, किन फाल्ने भनेर। अनि निकाल्न फेरि पछि अप्ठ्यारो हुन्छ नि, सिङ्काहरू केही छैन। अनि त्यही भएर चम्चा राखिदिन्छु। अब चम्चा सबैमा सानो सानो चम्चा राखिदिएपछि निकाल्न सजिलो हुने। त्यही भएर बरफ खासै त खान खोज्दिनु नानीले बरफहरू त। त्यही पनि यता आफूले बनाउनु नपाएर हेर्नुहोस् है यहाँ रोएर। ए भगवान् रोएर भइमै पल्टिन लाइन कुन्तुरी। यति होइन यति झगडा गर्ने गरेर रुँदैछन्। ल सबै रेडी भयो, मैले फ्रिजमा राखिदिएँ सबै। अनि अब भुन्टेलाई चुसा 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 कस्तो छ मिठो, मैले खाने। ल तिमीले खाऊ, खाऊ। कति छ मिठो, यसो गर्दा मिठो। खाऊ त खाऊ खाऊ खाऊ। सबैजना नमस्कार, सबैजना सन्चै हुन्छ होला। म पनि सन्चै छु। म चाहिँ भर्खरै स्कुलबाट आएको। अनि त्यसो चाहिँ मम्मीले विभिन्न फ्रुट म्याङ्गो पलमहरूको चाहिँ बन्द गराइदिनु भएको रहेछ। अब चाहिँ हेर जमेँ होइन जमिँदैछ। हेर्नुहोस् है, यो चाहिँ पलमको यो चाहिँ अलि भोलिरहेछ। यो चाहिँ म्याङ्गोको हेर्नुहोस्। यो म्याङ्गोको चाहिँ खाइ निक्लिन्छ कि तल्लु भन। यो चाहिँ मिठो छ म्याङ्गोको। तर म चाहिँ यो प्लास्टिकमा जमा गरेर राम्रोसँग निस्किन्छ। त्यही भएर यो पलमको है त मम्मीले चाहिँ लास्टमा रको थोरै कस्तो राम्रो रहेछ। पलम र दुध हो। यिनले पलम खाँदैन नि, अनि त्यहाँ बाहिरको बोक्रा खाँदैन, भित्रको गुलियो हुन्छ त्यो गराइदिएको। एकदमै मिठो छ है त, मिठो भयो। भाइलाई पनि त्यहाँ उसको गराइदियो के अरे खाइने जुस। तिम्रो जुस त केरा पनि जमाइदिन पर भाइ खान्न है, यसैमा जमाइदिनु छैन। कस्तो दोहोरो कस्तो छ नानीलाई? एकदमै मिठो छ है त, अमिलो गुलियो सबै। धन्यवाद भन्नु। एकदमै थ्याङ्क यू। गर्मीको बेला चाहिँ सबै चाहिँ गरेर खानु होला, फ्रुटहरूको त बाहिरको बरफ खानुभन्दा। सबैजनाले चाहिँ युट्युबमा नि सब्सक्राइब गरिदिनु होला, टिकटकमा चाहिँ फलो गरिदिनु होला, फलो ब्याक आउँछ, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि सेयर गरिदिनु होला। बाई बाई।